How do my feel? How to ride testing my bike? What? Hey, nice. फ्यान चढ्नु भएको ल ठिक छ हस् हस् आमाले आज मिठो मिठो खान जाँदा सङ्क्रान्तिको दिनमा चाहिँ हेलो रन्डे हेलो हेलो मिन्टे क्या हेलो गाइज गुड मर्निङ सबैजनालाई आज साउने सङ्क्रान्ति ह्याप्पी साउने सङ्क्रान्ति छ तपाईँहरूलाई र अहिले चाहिँ हामी चाहिँ माथि गाउँतिर जान लागेको कामसाम सबै सकिसक्यो यसको सबै कामहरू सबै सकिसक्यो दाइ र म जाँदैछु टक्क माथि गाउँमा अब आमालाई नै भेटघाट पनि हुन्छ है सो त्यही भएर आज साउने सङ्क्रान्तिको ह्याप्पी साउने सङ्क्रान्ति गाइज है अनि भेट्दै गरौँ ल अब निस्किन लागेको थिएँ दाइको साँचो चाहिँ माथि कोठामा गएछ अनि आन्टी कतिखेर आउने त कोठाको साँचै लिएर जानुपर्छ है अहिले एकछिनमा भेटौँ ल म अब रेडी सेडी केही पनि गराएको छैन अहिले गाइज अब निस्किन लाग्यो म चाहिँ अब चाहिँ साँचो बल्ल आयो अब स्टार्ट गरेर अब दाइसँग भेट्छु सब रेडी भइसकेको छ माथि ब्रदरलाई भेट्छु अनि भेटेर अनि हामी सिधै माथितिर उसको रुम जान्छ अनि उसलाई भेटेर अनि जान्छ है गाइजहरू डाइरेक्ट भेट्छु अनि त्यस पछाडि हामी चाहिँ सिधै माथितिर लाग्छु बाटो चाहिँ अलिक खतरा भएको छ यहाँ चाहिँ अहिले चाहिँ मौसमले चाहिँ आज साथ दिन लाग्छ जस्तो नै लाग्छ उतापट्टि फेरि पानी आइरहेछ जस्तो पानी चाहिँ उता आइरहेछ क्या अब त्यही हो गाइजहरू आज गाउँ जान लाग्यो गाइज आज सङ्क्रान्ति रहेछ साउने सङ्क्रान्ति यस्तो छ उसको रुममा आउने बाटो चाहिँ सब हिलो भयो खतम भएछ हेर्नु न जुत्ताहरू सब हिँड ल गाइज दाइको रुममा बङ्गलामा आइसक्यो अघि न रेडी भइसक्यो मान्छे कतै ढिलो भएको त यस्तै हो छोरा मान्छे एक्लो भएको ठाउँमा नुहाउनु पर्यो भाडा धुनु पर्यो गाह्रो छ है अब दाइ र म चाहिँ जान्छु गाइज है अनि अहिले उता ट्याङ्गोतिर भेट्छु होला यस्तै छ अनि के भन्नुहुन्छ त मेरो ब्लगमा के हुन्छ सबैले लाइक गर्नुहोस् अब हाम्रो लङ टुरको सुरुवात हुँदैछ घर जाने बेला हो हाम्रो सङ्क्रान्ति मनाउनलाई ल सबैजनालाई पनि ह्याप्पी सङ्क्रान्ति साउने सङ्क्रान्ति ह्याप्पी सङ्क्रान्ति तपाईँहरूलाई गाइज है फेरि पनि ल गाइज हामी चाहिँ लाग्नु लाग्यो है अब चाहिँ दाइ फर्काउँछु यस्तै छ अब दाइले चाहिँ उयो पोको बोल्नु पानी आउला जस्तो छ हौ फेरि आजको मौसम अघि कस्तो दामी थियो अरूभन्दा जङ्गलतिर त गाह्रो छ नि आज ऱ्याङ्कोट छ केही छैन बाइकमा हावा छैन क्या हो किन ढ्याकढ्याक गरे त यार यताको चाहिँ हेर्नु न यार अब छ यो ठेचोतिर पनि विकास हुँदैछ गाइज यो पुरानो चापागाउँ बजार यो चाहिँ खासमा चाहिँ यो उहिले चाहिँ चम्पापुर भन्दो रहेछ क्या अरे चम्पापुर रहेछ अनि अहिले चाहिँ चापागाउँ भन्छ यसलाई चाहिँ ल गाइज अब चाहिँ हामी चाहिँ अब यहाँबाट चाहिँ टक्क अब एकछिन हामी यो प्याङ्गोतिर एकछिन रोक्नुपर्ने हुन्छ दाइ कता गयो फेरि यहाँ सामान छोडेर यो झरे गर्छ के सामान चाहिँ यार जहिले पनि यार एउटा पोको चाहिँ त्यो पोकोले चाहिँ लास्ट चाहिँ गरिदिनु होला ल पेट्रोल हाल्छु म एकछिन गाइज अब चाहिँ हेलो सर यता पनि घुसाएर पनि यार अहिले यार पानी बनाउनलाई यार पानी हाल्नु पानी कति लिटर आउँछ दाइ गाडी दिनु गाइज हामी चाहिँ एउटा टाखेलबाट बजारबाट हामी आएर यहाँ यसो हल्का भ्युजको मजा लिइरहेको छु लिन चाहिँ यहाँ चाहिँ यस्तो पहिरो जान्छ कि यहाँ जहिले पनि हेर्नु त यहाँ यस्तो जान्छ कि पहिरोहरू पनि यहाँ खतराले पहिरो जान्छ यहाँ चाहिँ
यस्तो आउँछ कि गाइस छम्बी पारी हो वा यस्तो दामी छ यो पानी आइरहेछ पानी आउला जस्तो पानी उता पारी हेर्नु नि बबालै छ। यहाँ भनिदिनु त यहाँ मुनि के छ भनेर हजुर यो मुनि चाहिँ हाम्रो नक्कु खोला छ। त्यो माथि के छ एकदम हाइटिङमा हामी छौँ। पारी भयो के भन्छ त्यसलाई बाटो पनि खतरा बनेछ त यहाँ पिच बाटो बनेछ भइरहेछ। यस विकास हुँदैछ हाम्रो नेपालमा। तर हामीलाई आज चाहिने चाहिँ यो पनि चाहिन्छ है भाइ। यो यो यहाँबाट लगाउनु यो भाइले हाम्रो लगिन त्यो त्यसले त पोल्छ त यार त्यो पोल्ने नै चाहिने आज। पोल्छ होइन यो चाहिन्छ। के भन्छ अरे त्यसलाई त्यसो यसो नाम चाहेन कि नाम थाहा छैन ठुलो बाटोको बाटो तर चाहिँ। पोल्छ है यसले चाहिँ खतरा पोल्छ यस्तो यो भन्छ डाबर आउँछ भलाएको भाइ हो। यो पनि चाहिन्छ। यत्रो अग्लो भाइ भिडियो सबै भन्यो भने तपाईँहरूले के थाहा यहाँबाट यस्तो यहाँबाट होइन यहाँबाट मान्छे जम भनेर मान्छे मर्छ नि। जम भन्दा पनि ऊ यहाँ पुल छ हेर न त्यहाँ पुलबाट नि कति हाइट देखेको छ हामीलाई रिङ्गोटर जस्तो लाग्छ क्या यस्तो रिङ्गोटर लाग्छ त्यो पुलबाट बाइक लानै सक्दैन मान्छे गइल। मैले त लगेको त अस्ति न त्यो बुत्ताले गर्दाखेरि लगेको सिधै एकान्त कुन्दा राइट राइट। ल लाग भने मेरो बाइक चाहिँ पर छ ऊ यस्तो बसिरहेछ अब दाइ एकछिन चलाउनु नि त हुन्छ ओके छ त। चलाउनु नि हो ओके डन। राइडर प्रो म्याक्स हो उहाँ पनि है खतरा कुदाउनुहुन्छ ल एकछिन चलाउनु उता राम्रो बाटोसम्म उता चाहिँ ओके। ऊ कहाँ बज्यो मेरो नाइस नाइस। नाइस नाइस। अनि राम्रो बाटो आएको छ रहेछ हल्का ल ल guys। अब त्यो लेलेसम्म चाहिँ म यस्तै हुन्छ अब होइन। सो हेर्ने पहिला यो कस्तो खतरा बाटो थियो सानो बाटो थियो कि अहिले त कत्रो गाए त्यत्रो बाटो बनिसकेको छ अहिले चाहिँ यत्रो बाटो थियो कि लगाएकोहरू है अब चाहिँ यस्तै छ हरियाली आएको ठाउँहरू चाहिँ त्यो बस्तारा गएर भेटौँला है अब कहाँ छ आज त सातो लिएर गएको छ यहाँ ब्याग भाइ अब हेर्दै अब तान्नु यो बाइक त्यस्तो छ यहाँ कस्तो एक्सपिरियन्स भयो नाइस नाइस दामी। ल हामी चाहिँ लेले बजार आइपुगिसक्यो यहाँ बस पारेको यता छ अनि मन्दिर छ क्या यहाँ ठुलो यो के भयो लिङ्ग के लिङ्ग अरे शिवलिङ्ग शिवको लिङ्ग धेरै छ हँ धन्दै लडाएन यार मलाई त गाडी सातो गाई गइदिइरहेको क्या मेरो चाहिँ
यो चाहिँ नल्लु बजार गाइज दामी छ यस्तो दामी सिन आउँछ क्या यता चाहिँ तपाईँहरू पाथी भएर जान आउनुहुन्छ यही बाटो आउनु होला है पाथी भएर मन्दिर जाने जो यो पारिबाट ठ्याक्कै अहिले म त्यो बाटो देखाउँछु तपाईँहरूलाई त्यो छुट्टिने बाटो अब चाहिँ यता चाहिँ बाटो चाहिँ खराब जस्तो लाग्यो हामी चाहिँ माथि बाटो नगइकन तल बाटो आएको त्यता चाहिँ अलिकति बाटो निर्माण कार्य सुरु हुँदैछ अरे अहिले बाटो अलिकति एकदम हिलो छ अरे क्या त्यता चाहिँ अनि त्यही भएर हामी यो बाटो आएको तपाईँहरू यता घुम्न आउँदै हुनुहुन्छ त्यो बाटो बुझेर मात्रै सहर गर्नु होला है गाइजहरू ए होला पाथी भएर मन्दिर जाने चाहिँ ऊ यहाँबाट छ क्या उयो यहाँबाट चाहिँ बाटो ठाउँमा यस्तै छ ऊ यहीँ हो ल यहाँ ठ्याक्कै बोर्ड देखाउनु छ भने चाहिँ तपाईँले यहाँबाट सट्ट जान्छ यो बाटो फलो गर्नु अहिले उता चाहिँ तपाईँहरू बेकारमा नफस्नु होला यो माथिको यो लेलेको माथिको यो बाटो त्यो लेले भन्ज्याङको बाटो हिलो छ अरे के बाटो दुःख पाउँछ तपाईँहरूले बाटो यता त ठिकै रहेछ कति भए पनि गाइज तपाईँहरू ए बाटो गर्नु होला है तपाईँहरू पनि हामी उताबाट आएको यहाँ निस्किन्थ्यो बाटो चाहिँ यस्तै रहेछ खतम हेट डेन्जर रहेछ ल बस्नु के गर्ने बस्नु डोलमा गएर बस्नु म आउँछु खै यहाँ टर्न भयो त्यसो भए सक्छ डोलमा गएर बस्नु लडिन्छ होला यार यो त आइयो आइयो हिलो बाटो आइयो बाटो पनि कस्तो राम्रो आइयो आइयो कताबाट जाने बाटो कहाँ राख्ने बाइक कहाँ राख्ने आइयो 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 बाटो यस्तै छ उता नलाउँ क्या हो पार्किङ गर्ने ठाउँ छ त्यहाँ जुत्ताको बाटो यस्तो छ बाटो बिस्तारै जाउँ है यता आउँदाखेरि पानी आयो क्या बाटो त लास्ट गयो रहेछ बाटोहरू चाहिँ बल्ल बल्ल आयो खतम रहेछ हेर्नुहोस् आजको मौसम यस्तो छ है मौसम यस्तो छ टक्क लाएर के गर्नु है यता मम हुनुहुन्छ बुढी मम हुनुहुन्छ हेर्नु त यस्तो भिजी काम गर्नुहुन्छ हाम्रो मम यहाँ त गुएसे चाहिँ लसो लौ लसो लौ लसो लौ रे लसो लौ लसो हेलो हेलो रन हेलो रन हेलो हेलो मिन्टे क्या यसलाई स्याउ या हाते हेर्छ स्याद होला क्या आसे तिमी स्याद होला हाई वाइको स्याद यो हाई ए ल ल ल ग्यास त्यो चाहिँ बहिनी बोल्न सक्दैन ओ आमा मैले आमासँग भेट गएँ लसो आमा ओ आमा आमाले आज मिठो मिठो खानु जाँदा सङ्क्रान्तिको दिनमा चाहिँ आउनु भन न खाना आउनु भन यहाँ के दिनुहुन्छ आमाले हामीलाई आमा र मेरो फेस एउटै छ भन्छ क्या हो त्यो हो त र चाहिँ हाम्रो मम हुनुहुन्छ है बुढी मम पानी झम्म पानी आइरहेछ अझै पनि चप्पल छैन हो हाले हाले चप्पल छैन छैन किङमा चाहिँ भयो कता हरायो भने त यता धम भइसकेछ ल हेलो हेलो गाइस यता हाम्रो त यस्तै उता आगो यस्तै छ आजको दिन चाहिँ होइन नास्ता यस्तै हो नास्ता अब गाइज हामी यता डाँडातिर यस्तो मजाको सिन हेर्दैछु है गाइज हामी चाहिँ भर्खर त खाजा खाना खाएँ अहिले आमाले त्यता उता घरमा काम गर्दै हुनुहुन्छ आमा
अहिले अनि एकछिन अनि हामी चाहिँ फोटोसोटो खिच्न आयो क्या सिन चाहिँ हेर्नु न यहाँ टक्क लाएर है यस्तो छ यता चाहिँ यहाँ पुरा ग्राभलहरू निकाल्दो रहेछ टक्क अनि यहाँबाट माथि चाहिँ यो बादल लागेको छ नि यो के अरे हुसु यो लागेको छ यहाँ चाहिँ मूर्तिहरू देखिन्थ्यो क्या आज नभए भने म देखिन्थेँ यहाँ घुमेर आएछ यहाँ भाइहरू फोटो खिच्दैछ है फोटो खिच्ने कार्यक्रम रहेछ यता भाइको नाम के अरे सुनिल सिङदाम खतरा हजुर हाई गाई हामीले चाहिँ फोटो पनि खिच्यो मजाले म्याट अनि जति बसे पनि हरियाली छ क्या यस्तो दामी क्या यहाँ चाहिँ ग्राउन्ड त्यो सायद यो जग्गै होला है होइन र यो जग्गै होइन मायाले संसार थाम्दैन ल गाइज अब चाहिँ जानु पर्ला है एकछिनमा अब म पनि अब घरमा एकछिन जान्छु अनि त्यसपछि चाहिँ लाग्छु म काठमाडौँतिर अब गाइज हाम्रोमा चाहिँ आज लुदो खान नमिल्यो अरे यता गाउँतिर मान्छे मरेर छ त्यो जुन थर परेकोहरू चाहिँ तलतिर लुदो फ्यालिरहेछ नि होइन यसरी कराइरहेछ है अब यो जानु पऱ्यो अब यस्तै हो बाटो यस्तो छ अब त बाइक चाहिँ त्यहाँ छ हिलै छ लास्टै हिलो छ क्या सबैले थालिसकेको छ है लुदो खाना चाहिँ अब चाहिँ जान्छु बाटो चाहिँ अलिक अप्ठ्यारो थियो एकछिन जाउँ क्या हो त्यहाँ लुदो हेर्नलाई अनिका लैजाऊ सागा लैजाऊ होइन लैजाऊ लैजाऊ है ल ठिक छ ल ठिक छ ल ल ठिक छ ल ठिक छ ल फर्किँला है गाउँतिर सबैतिर लुतो फ्याल्न थालिसकेको छ सबैजनालाई है अब यस्तै छ चरक गरिरहेछ फर्किने क्रममा यस्तो छ क्या ल सबैतिर यहाँ लुतो फ्यालेर यस्तो बबाल भइरहेछ है गाइजहरू अब चाहिँ फर्किन लाग्यो क्या अब चाहिँ अब के यस्तै छ कति हो लुतोहरू त हेलो हिलो लागिन्छ है रमाइलो छ अब जाँदा है हेर्नु न सबैतिर धुवा छ हेर्नु है आज लुतो फ्याल्ने हो क्या तर आज चाहिँ कस्तो मलाई चाहिँ कस्तो भइरहेछ कि आफ्नै गाउँमा आफ्नै उसमा आमा भएको घरमा चाहिँ मैले फ्याल्न पाएन सो सरी गाइज अनि लैजाऊ है ल फ्यालिसक्नु भएको ल ठिक छ ल ठिक छ यतिको त रमाइलो त हुनु पर्यो यो यस्तो मौसममा चाहिँ गाह्रो छ क्या माथि अझै त्यति उता बवाल के अरे डिमडुङ टोलमा चाहिँ आज फ्याल्न नमिल्ने भयो रहेछ क्या नभए त्यहाँ चाहिँ म रमाइलो गर्ने हो यहाँ भर्खर यहाँ पनि सुरु हुँदै रहेछ है भर्खर अब चाहिँ यहाँबाट जान्छ ल अब चाहिँ यहाँबाट चाहिँ छैन होला अब चाहिँ यही हो मेरो गोबरमा चार सकिन लाग्छ ल लाग्यौँ भाइ